र मृगको छाला तथा आयुध जो गर्छिन् बलवान शत्रुगणको सशस्त्रद्वारा वध। यो सृष्टि स्थिति नाश पालन सदा जुन शक्तिले गर्दछिन्। स्वस्थानी जननी तिनै खुसी भई सङ्कष्ट सारा हरुन्। जसको भूषण नाग छन् कमरमा, जसको छ बागम्बर, लाएको तनमा छ भस्म शिरमा, छन् चन्द्रमा सुन्दर। भिक्षा पात्र लिने त्रिशूल डमरू जो गर्दछन् धारण, त्यस्ता श्री शिवले गरून् खुसी भई ब्रह्माण्डको रक्षण। कैलाश स्थलमा थिए शिवगे सानन्दको यी दिन, सो दिन पार्वतीले बसेर नगिचै पाउ समाइकन। हे सर्वज्ञ त्रिलोकमा व्रतहरू धेरै थरी छन्, तर थोरै नै श्रमले बढी फल दिने त्यसमा छ कुन सुन्दर। जीवात्मा सबका अनेक थरीका सङ्कष्ट नासिदिने, जुन हो धर्म हजुरको प्रिय प्रभु कल्याण चाँडो हुने। कसको पूजनले परिन्न कहिल्यै हे नाथ आपत्तिमा, आज्ञा गर्नुहोस् म सुन्दछु सबै विस्तारका साथमा। त्यस्तो प्रश्न समस्त लोकहितको श्री पार्वतीको सुनि, भन्नुभयो अनि श्री सदाशिवजीले हाँस्दै दयालु बनी। प्राणीको हितका निमित्त तिमीले इच्छा गर्यौ सुन्न जो, साहै गुप्त छ जो सबै व्रतमा संक्षेपमा भन्छु त्यो। थाल्नु पर्दछ पौष शुक्ल सुमुखी त्यो पूर्णिमाको दिन, गर्नु पर्दछ नित्य हामी दुईकै मध्याह्नमा पूजन। स्वस्थानी जगदीश्वरी भगवती सिद्धिदात्री बनी, रात्रिमा महिनाभरि शुभ कथा भन्नु र सुन्नु पनि। माला पुष्प र अक्षता अबिर जौ सिन्दुर कालो तिल, राख्नु तोरण दिव्य मण्डप रची चौतर्फमा उज्जल। मिठा व्यञ्जन वस्त्र भूषणहरू शक्ति